नमस्ते। नेपालमा आइपिओ भर्ने कुरा त एउटा उत्सव जस्तै नै भइसक्यो होइन त? तर त्यो एप्लाई बटन थिचेपछि र रिजल्ट नआउन्जेल खासमा के हुन्छ होला? आउनुहोस्, आज हामी यही पुरै प्रक्रिया आवेदनदेखि बाँडफाँडसम्म पर्दा पछाडि के हुन्छ भनेर बुझौँ। सबैको मनमा आउने प्रश्न नै यही हो। 1000 रुपियाँको एउटा आवेदन, लाखौं आवेदनको भिडमा आखिर कसरी छानिन्छ? के यो पुरै भाग्यको खेल मात्र हो कि यसको पछाडि कुनै सिस्टम पनि छ? ल, आज यही कुराको छिनोफानो गरौँ। ल, हाम्रो यो यात्रामा 5 वटा मुख्य चरणहरू हुनेछन्। सुरुमा कम्पनीले आइपिओ कसरी जारी गर्छ, त्यसपछि लगानीकर्ताको आवेदन यात्रा अनि आवेदनको छनौट प्रक्रिया, त्यसपछि सबैले कुरिरहने भाग्यको खेल यानी बाँडफाँड र अन्त्यमा नतिजा पर्यो कि परेन। ल, सबैभन्दा पहिले त यो हेरौँ कि लगानीकर्ताको पालो आउनु अघि एउटा कम्पनीले पब्लिक हुन के कस्ता प्रक्रियाहरू पूरा गर्नुपर्छ। यो प्रक्रियामा खासमा 3 वटा मुख्य खुड्किलाहरू हुन्छन्। पहिलो त कम्पनीले नेपाल धितोपत्र बोर्ड यानी सेबोनबाट अप्रुभल लिनु पर्यो। सेबोनले लगानीकर्ताको हित हेर्छ। त्यसपछि आइपिओको सबै काम मिलाउन एउटा इस्यु म्यानेजर मतलब मर्चेन्ट ब्याङ्कर अपोइन्ट गरिन्छ र अन्तमा गएर मात्रै कहिले कति किता र कति मूल्यमा आइपिओ खुल्दैछ भनेर सबैले थाहा पाउने गरी सार्वजनिक घोषणा हुन्छ। कम्पनीको तयारी सकिएपछि अब बल्ल पालो आउँछ लगानीकर्ताको। अब हामी जस्ता सर्वसाधारणले मेरो शेयर मार्फत यो प्रक्रियामा कसरी भाग लिन्छौँ त्यो हेरौँ। आवेदन दिने प्रक्रिया त एकदमै सजिलो छ। मेरो शेयरबाट होस् वा सीएसएसबी सुविधा भएको ब्याङ्कबाट आवेदन दिन सकिन्छ। आफूले चाहेको किता सङ्ख्या भरेपछि ब्याङ्क खातामा त्यति बराबरको रकम चाहिँ ब्लक हुन्छ। यहाँ एउटा कुरा के बुझ्नुपर्छ भने पैसा काटिने होइन, केवल होल्डमा राखिन्छ। यसो गर्दा आइपिओ परेन भने पैसा फिर्ता हुन ढिला आउने झन्झटै भएन। साधारणतया आवेदन दिनको लागि 4 देखि 7 दिनको समय हुन्छ। यो समय भनेको अन्तिम दिनको हतार र टेक्निकल प्रब्लमबाट बच्नको लागि पर्याप्त नै हो। त्यसैले लास्ट आवर कुरेर बस्नुभन्दा सुरुमै भर्नु नै राम्रो होइन र? ल, अब आवेदन दिने समय सकियो। अब सुरु हुन्छ हजारौं लाखौं आवेदनहरूलाई केलाउने काम। यसलाई प्री अलटमेन्ट भनिन्छ। यो स्टेजमा कुन आवेदन भ्यालिड छ र कुन इनभ्यालिड त्यो छुट्याउने काम हुन्छ। कुनै पनि आवेदन रद्द हुनुका केही सामान्य कारणहरू छन्, जस्तै ब्याङ्क खातामा पैसा नपुग्नु, डिम्याट वा मेरो शेयर एक्सपायर हुनु अथवा सीआरएन नम्बर गलत हुनु। अनि एउटै व्यक्तिले एकभन्दा बढी डिम्याट खाताबाट आवेदन दिनु त नियम विपरीत नै भइहाल्यो। यस्ता सानसाना देखिने गल्तीले पनि बाँडफाँडको प्रक्रियाबाटै बाहिरिन सकिन्छ। त्यसैले आवेदन भर्दा एकदमै ध्यान दिनुपर्छ। यसलाई एउटा महत्त्वपूर्ण दोबाटो जस्तै सम्झिनुस् न। यदि सबै विवरण ठिकठाक छ भने आवेदन सिधै अलटमेन्टको लागि अगाडि बढ्छ। तर एउटा सानो गल्ती भयो भने आवेदन प्रक्रियाबाटै बाहिर हुन्छ। आवेदन बन्द भएपछि बाँडफाँड हुन लगभग 7 देखि 10 दिन जति लाग्छ। यो बीचमा इस्यु म्यानेजरले सबै आवेदनहरू भेरिफाई गर्छ, इनभ्यालिड आवेदनहरू हटाउँछ र अलटमेन्टको लागि डेट फाइनल गर्छ। लगानीकर्ताहरूको लागि सबैभन्दा बढी कौतूहलता र प्रतीक्षाको समय भनेकै यही हो। अब हामी आइपुग्यौँ सबैभन्दा रोचक चरणमा। यो यस्तो स्टेज हो जहाँ योग्यताले मात्र पुग्दैन, भाग्य पनि चम्किनुपर्छ। जब माग एकदमै धेरै हुन्छ तब कसले शेयर पाउने भन्ने कुराको फैसला यही लटरी सिस्टमले गर्छ। यहाँ एउटा गोल्डन रुल छ। त्यो के हो भने यदि कसैलाई आइपिओ पर्यो भने न्यूनतम 10 किता शेयर पाउनै पर्छ। यो नियमले गर्दा थोरै मान्छेले धेरै शेयर पाउने भन्दा पनि धेरैभन्दा धेरै आवेदकले कम्तीमा 10 किता शेयर पाओस् भन्ने कुरा सुनिश्चित हुन्छ। जब आवेदकको सङ्ख्या माग गरिएको शेयरभन्दा धेरै हुन्छ, र यो त नेपालमा लगभग सधैँ नै हुन्छ होइन त? हो, यस्तो बेलामा सिडिएससी यानी सेन्ट्रल डिपोजिटरी सिस्टम एन्ड क्लियरिङ लिमिटेडको निगरानीमा एउटा निष्पक्ष लटरी सिस्टम प्रयोग गरिन्छ। सबैलाई बराबर मौका दिनको लागि यो नै एकमात्र उपाय हो। लटरी सुन्दा त पुरै भाग्यको खेल जस्तो लाग्छ, तर यसको प्रक्रिया निकै सिस्टमेटिक हुन्छ। कसरी? ल हेरौँ। पहिलो, सबै भ्यालिड आवेदकहरूको लिस्टलाई कम्प्युटरले र्यान्डम सफल गर्छ। त्यसपछि पहिलो विजेता छान्नको लागि एउटा बाकसबाट 1 देखि 10 सम्मको एउटा नम्बर झिकिन्छ। अनि त्यसपछि आउँछ स्किप भ्याल्युको पालो, जसले बाँकी विजेताहरूलाई छान्छ। यो स्किप भ्याल्युले नै निष्पक्ष वितरणलाई पक्का गर्छ। यसको फर्मुला सिम्पल छ। जम्मा भ्यालिड आवेदकको सङ्ख्यालाई जम्मा शेयर पाउनेहरूको सङ्ख्याले डिभाइड गर्ने।
जस्तै मानम स्किप भ्याल्यु 5 आयो रे। अब पहिलो विजेता छानिएपछि त्यो सफल्ड लिस्टमा हरेक 5औं व्यक्ति अर्को विजेता बन्दै जान्छ। यसले गर्दा छनोट प्रक्रिया र्यान्डम नभएर एकदमै सिस्टमेटिक हुन्छ। ल अब लटरीको प्रक्रिया पनि सकियो। अब आयो त्यो घडी जसको सबैलाई प्रतीक्षा हुन्छ, शेयर पर्यो कि परेन। ल अब नतिजा कसरी हेर्ने त्यसमा जाउँ। नतिजा हेर्नको लागि आफ्नो BOID यानि बेनिफिसियरी ओनर आइडी प्रयोग गरेर इस्यु म्यानेजर वा मेरो शेयरको वेबसाइटमा हेर्न सकिन्छ। स्क्रिनमा कि त कङ्ग्रेचुलेसन अलॉटेड भनेर देखिन्छ कि त सरी नट अलॉटेड। अब लागौँ पैसाको कुरामा। यदि शेयर पर्यो भने 10 किता बराबरको रकम बैंक खाताबाट काटिन्छ र यदि परेन भने चिन्ता लिनु पर्दैन, त्यो ब्लक भएको पुरै रकम 1-2 दिनभित्रै खातामा फिर्ता आउँछ। प्रक्रिया यति नै हो। ल अब त IPO को आवेदनदेखि बाँडफाँडसम्मको पुरै यात्रा छर्लङ्ग भयो। यो प्रक्रिया भाग्य र प्रणालीको एउटा गजबको मिश्रण रहेछ, हैन त? अब प्रश्न यति हो, अर्को IPO को लागि फेरि भाग्य अजमाउने कि